सो आज फेरि एउटा छोटो मिठो यात्राको सुरुवात भएको छ। काठमाडौँलाई हामीले बिहान नै बिदाय गरिदिइसक्यो। अहिले हामी धादिङमा छु। धादिङबाट हामी अलमोस्ट एराउन्ड टु बिहान 130 किलोमिटर 35 किलोमिटर यात्रा गरेर हामी चितवनमा पुग्नेवाला छु। जिन्दगी भनेको एउटा यात्रा हो। म चाहिँ यात्रा गरेको छु। जबसम्म ज्यानले साथ दिन्छ तबसम्म यात्रा गर्न छोड्नेवाला छैन। सो तपाईँहरूलाई पनि यात्रा गर्न चाहिँ नछोड्नु होला है। म चाहिँ तपाईँहरूलाई यो ठाउँ देखाउन चाहन्छु होइन। यो ठाउँ चाहिँ मलाई एकदम दामी लाग्छ। तपाईँहरूले चिन्नुभएको यो ठाउँलाई चिन्नुहुन्छ भने मुनिपट्टि गएर कमेन्ट गर्न नबिर्सनु होला। घाम ठ्याक्कै आँखामा पऱ्यो क्या ल। जसले ठाउँ चिन्नुहुन्छ मुनिपट्टि टक्क कमेन्ट गर्नुहोस् त। टक्क लगाएर मुनिपट्टि भ्याली छ, टक्क लगाएर यतापट्टि सट्ट डाँडा यतापट्टि सट्ट ठ्याक्कै हिमाल पनि छ। यहाँनिर अलिकति देख्दैन रहेछ। यहाँ चाहिँ बवाल ठाउँ चाहिँ यहाँ चाहिँ है टक्क लगाएर। अनि एउटा मेन कुरा, आज बेलुका म 8 बजे अथवा 9 बजे चितवन पुग्छु होला। त्यतिखेर तपाईँले मलाई चाहिँ टक्क लगाएर लाइभमा आउनेवाला छु। त्यतिखेर चाहिँ तपाईँले मलाई फुल सपोर्ट गर्नुहोस्। मैले तपाईँलाई फुल सपोर्ट गर्छु। तपाईँहरूको सपोर्ट म खेर जान दिन्न र मेरो सपोर्ट पनि तपाईँले खेर जान नदिनु होला। यस्तो भन्दै भन्दै आजको भिडियोलाई म अन्त्य गर्छु। एकचोटि लास्टमा भिडियो पनि हेरेर जाम ल। ल त ओके सी यू। बेलुका तपाईँलाई म 8 बजे 9 बजे लाइभमा भेट्छु। जसरी पनि आउनु होला। थोरै टाइम मिलाउनु, थोरै टाइम लिएर आउनुहोस्। तपाईँलाई म फुल सपोर्ट गर्छु। तपाईँले मलाई फुल सपोर्ट गर्नुहोस्। मजाले गेम खेल्नुपर्छ। टन्ने फलोअर कमाएर जानुपर्छ। बाबा।